हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। आज पनि म 7 बजे उठेर ड्युटी आइसकेँ। सो आज चाहिँ मेरो काम चाहिँ मण्डलामा जस्तै हाम्रो बुद्धि तामाङ दाइले चाहिँ आफैले डाइरेक्सन गर्नुभएको नाटक भइरहेछ। सो हजुरहरू नि हेर्न आउन सक्नुहुन्छ। अहिले चाहिँ हाम्रो आर्टिस्टहरू आउनु भएको छैन, यसैले म चाहिँ एउटा सानो भ्लग बनाउनु गइरहेको छु गाइजहरू। हाम्रो चाहिँ यस्तो छ, मण्डलामा चाहिँ अहिले यो नाटक हुँदैछ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हेर्नु न, यहाँ आर्टिस्ट आउनु भएको छैन, यसैले यहाँ पुरा भत्रगोल बनाएर चाहिँ हामीले यहाँ सामानहरू राखिरहेको छौँ। सो देख्न सक्नुहुन्छ यहाँ कस्तो लाथलिङ्ग बनाएर राखेको छौँ हामीले। अनि हाम्रो यहाँ मण्डलामा चाहिँ हाम्रो यहाँ सुशील अनि आज हामी चाहिँ मण्डलामा आएको थियौँ। सो यहाँनिर चाहिँ अचानक सुशील भेट्यो भन्नु न। अचानक सुशील भेट्यो, किनभने सुशीलको यहाँ क्याफे रहेछ गाइजहरू। मलाई चाहिँ थाहा थिएन। सो यहाँ मलाई नि दिनुभएको, आफूले नि खानुभएको, यहाँ दाइलाई पनि दिनुभएको छ। गुड मर्निङ चेस गर्नु। चियर्स ल। कस्तो राम्रो। ओके, मलाई त भुत जस्तै देखेको छ। अर्को पालि भुतको कार्यक्रम गर्नु नि। उमेशले के गरेर अघि वाह तपाईहरुले यहाँ चाहिँ सुटिङको कम्पोज भइरहेछ गाइजहरू। अझै अलि डार्क अझै बढ्छ। धेरै बोल्नु मिल्दैन, सो सुन्नु होला। मण्डलाको हललाई देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यहाँ रोहिणी लामा, अनि यहाँनिर चाहिँ रश्मिला, होइन यहाँ कत्रो मुख्दै रश्मिला तामाङ। अरू चाहिँ यो बहिनीको नाम चाहिँ थाहा छैन, एउटा मात्रै काम गरेको छु मैले। हाम्रो चाहिँ काम भइरहेछ गाइजहरू। आज रातको 2 बज्छ भने चाहिँ हेरौँ है कति बज्छ। हामी चाहिँ अब अहिले खाना कतिखेर खाएको थियो हामीले? 2 बजे नि, 2 बजे खाना खाएको थियो। फेरि भोक लाग्यो, यसैले हामी चाहिँ मोमो खान लागिरहेको छौँ। आज चाहिँ हाम्रो होल नाइट सुटिङ हुन्छ गाइजहरू। गाइज खाएँ ल भन्नुभयो मैले। सो गाइजहरू म चाहिँ ठ्याक्क अहिले कति बज्यो, 11 बज्यो, बल्ल घर पुगेँ। किनभने मेरो सुट त सकेकै थिएन, त्यही पनि अब म चाहिँ भोलि फेरि हाम्रो कल टाइम चाहिँ 7 बजेको छ, त्यसैले म चाहिँ जान्छु भनेर आएँ।
अब आज उता चाहिँ रातको 2-3 बजेतिर सक्छु कि सायद होल नाइट हुन्छ थाहा छैन मलाई। मेबी म चाहिँ घर आएँ अब खाँदैछु यहाँनिर किनभने खाना खानु मन लागेको थियो नि यसैले मैले अन्डा चिउरा खाएँ। गुड नाइट, बाई बाई अल गाइजहरूलाई, बाई बाई।